आयो पो सजिलो गरी पुगो सजिलो गरी घरमा जाम। हेलो नमस्ते सबै साथीहरूलाई। आज चाहिँ मेरो छुट्टी सकेको छ। नेपालको कति 40-45 दिनको बसाइपछि फेरि दुबईमा जाँदैछु। ब्याक टु दुबई हुँदैछु। अब आज चाहिँ यस्तै परिवार भेटघाट भिडियो बन्दैछ। आज चाहिँ हाम्रो यहाँनिर सेल बन्दैछ। यहाँ सेल छ। सेल चाहिँ मैले बनाउने, यहाँ मम्मी हुनुहुन्छ ट्याक्क लाएर हामीसँग। यहाँ अब सेल बनाउनलाई कडाई सडै ट्याक्क छ। त्यही हो 40-45 दिनको बसेपछि फेरि जाँदैछु सेलको लागि। टक्क लागि म पिठो मुस्दैछु है त। पिठो मुस्ने कार्यक्रम जारी छ। मेरो क्यामेराम्यान हुनुहुन्छ निशा ठकुरी, मेरो मम्मी। क्यामेराम्यान हुनुहुन्छ निशा ठकुरीजी। निशा ठकुरीजीलाई धेरै धेरै धन्यवाद छ। ल मिठो चाहिँ यस्तो मुसिँदैछ। यसलाई यस्तो गर्नुपर्छ है। पहिला बाबु त्यसो नगर्न। पहिला त्यो हातले मार्न हो त्यसरी। यस्तो हेर्नु त। ओके त्यसो गर पछि गर्ने त्यस्तो चाहिँ। धन्यवाद निशा ठकुरी। थ्याङ्क यू बाबु। यसलाई चाहिँ मजाले मार्नुपर्छ है त। यसलाई यसरी मजाले मार्नुपर्छ। ल यहाँ सेल बन्दैछ है। सेल बन्दैछ। ल है त म सेल बनाउँदैछु यहाँ चिरिप्प लाएर। ल घुमाउँ। ल हामी चाहिँ आमा छोरा सेल बनाउँदैछौँ। म पनि अब सेल एक्सपर्टै हुन आँटिसकेँ नि। हेर्नुहोस् त साथीहरू कस्तो बन्दैछ सेल मैले बनाएको। मैले अब मार्केट खाने भयो है साथीहरू। मार्केट खाने भयो। ल मुसुक्क हाँसिदिनु त। मान्छे राम्रो हो कि कपडा राम्रो हो फनक्क फर्किदिनुहोस् त। ल सेल सुइक्कासी बन्दैछ है। म हालेर देखाइदिन्छु हजुरहरूलाई। सेल त बाबा भन्ने हो क्या हो। बाबा ल हाले त। ल सेलले त मार्केट खाए त। अनि सेल हेर्नुहोस् त साथीहरू कस्तो भयो। जुम गरेर देखाइदिन्छु हजुरहरूलाई। ल सेल बनाउने कार्यक्रम जारी छ। कस्तो छर्केको झन् नि त झन्नै बोलेको मलाई। ओ माय गॉड। ल रोटी पाक्यो खै देखौँ त। ल रोटी पाकिसकेको छ। अब यो रोटी चाहिँ पहिला सुरु चाहिँ आफूले खानुभन्दा अगाडि चाहिँ चढाउनु पर्यो होइन। मुमा यहाँ हुनुहुन्छ बसिरहनु भएको छ। मुमा मैले कस्तो बनाएँ रोटी भन्नु त। दामी बनाएको छु। I'm here to tell you right now, we don't care. Let me tell you, we don't care. Jerry. अलिअलि बाङ्गो दिनु त भइहाल्छ नि। मान्छे पो रोटी त बाङ्गो दिनु भइहाल्छ। ट्याक्क लाएर ल अब यहाँ रोटी चलाउने हो। त्यसपछि चाहिँ अनि त्यही भनेको। ल सेल चाहिँ पाकिसकेको छ। अब म चाहिँ यहाँ पहिला सुरु मन्दिरमा चढाइदिन्छु होइन। ल यहाँनिर राख्ने एउटा चाहिँ
ल यहाँनिर ट्याग यतै त होला नि ल यहाँनिर राख्ने यो चाहिँ चढाइदियो भयो अब अर्को चाहिँ कहाँ यतै राखिदिउँ ल ल सेल चाहिँ चढाइदिएँ मैले पहिला सुरु भगवानलाई अब त्यसपछि चाहिँ हाम्रो पालो साथीहरू सेल आज फर्स्ट टाइम बनाएको ठिकै भयो त्यो छ हामी चाहिँ यहाँनिर अब मुवाकोमा टिका लाउन आएको छौँ बिदाई हुँदैछ यहाँनिर छ ल अमृत सर नौजा बान्डीवाला राजा यहाँ छ अर्को राजा एटिट्युड किङ यहाँ छ टिकटक किङ ल मुवा आउँदै हुनुहुन्छ त मुवा बुवा त आइपुग्नु भएन अब के गर्ने यस्तै छ अब बुवा घुम्नु जानु भएछ होइन बस्नु अब बसेर टिका लगाइदिनु अमृतलाई ट्याक्क लगाएर जेठोबाट सुरु गर्नुपर्छ ल म आशीर्वाद दिनु त ल के मान्यो होस् आयोस् मैले तागेको सजिलो गरी पुगोस् सजिलो गरी घरमा राम्रो गरी आओस् सम्पत्ति धेरै धेरै कमाएर दुबो झैँ मौलोस् मर्किबल झैँ टपोस् Oh my god, what is that? यो के दिन परेछ र यो चाहिँ एउटै हो के हो अनि अस्मित चाहिँ आन्टी ल भगवान्ले रक्षा गरोस् परमेश्वर गाइनु होस् दुबो झैँ मौलोस् मर्किबल झैँ टपोस् केरा झैँ गाजोस् आँटेको फुलोस् भगवान्ले शक्ति दियोस् मैले आँटेको पुगोस् है पैसा पर्दैन पैसा अलिक बुक गरे मात्रै हो ल ल भात के मान्योस् उनीहरूले कमाउनु ठुलो त ल अब चाहिँ हामी यहाँ कसकोमा आइसक्यौँ भन्दाखेरि ठुल्डाडीकोमा आइसक्यौँ ठुलमामी दर्शन ल हामी भेट्न आएको छौँ ल दर्शनको वर्षात भयो अस्सी यहाँ छ ल हेलो भाउजू हाउ आर यू ल ल अब हाम्रो चाहिँ यहाँ पनि भेटघाट कार्यक्रम पनि सकियो त अब हामी जाँदैछौँ पल्लो घरमा ट्याक्क लगाएर अनि त्यही भने जाउँ न ल जाउँ हिँड न एकलाख ल है त हामी चाहिँ अब यहाँ काइल अङ्कलको घरमा काइल आन्टीलाई भेट्नलाई चिरेप पलाएर जुत्ता खोल्ने हैरान भइदिने के त्यही भएर मैले चप्पल लाएर हिँडेँ नि त ल है त भिडियो चाहिँ अलि लङ हुनसक्छ तपाईँहरू अल्छीलाई हामी स्किप गरिदिनु स्किप बोल नि त ल पछि ठिक छ दर्शन ए बत्ती खोल श्रेया दर्शन गर्ने बा होइन जानु गइहाल्नु अब हतारो हो क्या ल यहाँ रमाइलो भइरहेछ जे होस् भेटघाट कार्यक्रम रमाइलो छ ल अब भेटघाट सक्यो ल हामी जाने अब ल हसिम अब एक वर्षपछि होला हेरौँ एक दुई दिनमा
ल गए है ल भाइ ल ल ल बाई बाई होइन ल हामी चाहिँ अब लागेको है साथीहरू हामी चाहिँ अब लाग्यौँ है अब टक्क लगाएर अब पछि भेटौँला फुलडाँडी ठुलमामी के हो खतरा ब्रेक हान्छ त तिमीले यार ब्रेक त डह्रो हानिराख त ल हामी जाँदैछौँ ल टिका हस् मुमा हस् ल यहाँ भिडियो भइरहेछ ल अमृत बस्छ यसो गरौँ न यहाँ बस्न के हो मैले दाइको यही हो दाइ भगवान् रक्षा गर्नु है है यहाँ बस्न 2-4 पैसा भइदिन्छु नभए त्यो लाउने हो एयरपोर्टबाट छिरेर प्लेन चढेपछि हरेनोटै चिन्दैन हिसाब गरी यिनीहरूलाई दिने काम छैन त्यो मोबाइलमा भएपछि जेठोलाई झन् छोडे ल जेठो जेठो मिठे यसले दिएमा नि दिदी टिका लगाएर एयरपोर्टबाट फिर्ता गर्नुपर्छ त लक्की लक्की भयो नि बाजे बोजे सबैलाई नै भेटिए मन्दिर पनि यसपालि धेरै गयो यसपालि मन्दिर पनि धेरै गयो यता फर्किँदा अर्कै अरे क्या मान्छे क्यामेरा क्या रक्षा गरौँ सुख शान्ति होस् भगवान्ले अगाडि फोन गरेर हाम्रो झिलुमिलु भयो यहीँबाट झिक्नु है ल अलिकति हजुर बोल्न लाइन्छु ल
हस् माइजू हस् मुमा ल प्रसन्न बहिनी ल माइजू ल असिम फाइनल के भन्न चाहन्छौ असिम अरुण भोलि बिहान गएर त्यहाँ खेतसेत जोत्ने काम छ ल मान्छे चाहिँ वायल छ है यहाँनिर ल अस्मिन लास्ट के भन्न चाहन्छौ त ल रोइदे ल ल है त साथीहरू ल यो चाहिँ हाम्रो अन्तिम भ्लग हुनेछ होइन यो एपिसोड चाहिँ लास्ट हुनेछ एयरपोर्टको केही समयलाई त्यसपछि भेटौँला थ्याङ्क यू नमस्ते जय ल है त केटाहरू ल बाई 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 ल ल ल ल साथीहरू लाग्यो यहाँ 1 बजे म 1:30 2 बजे
ल गाडी आयो साथीहरू, अब जानुपर्छ। दुबई आइपुग्यो। सबैजनाले भिडियो हेरिदिनु होला। यस्तै छ, त्यसको लागि धेरै धेरै धन्यवाद। नेपाल बसाइ राम्रै भयो। थ्याङ्क यू। जय नेपाल।